यति ठुलो अमाउन्ट रेभेन्यू जेनेरेट गरिराख्नु भएको छ तपाईँ, पक्कै ठुलो टिम होला। यस। त्यो ठुलो टिमलाई चाहिँ तपाईँले कसरी लिड गर्नुहुन्छ, कसरी मोटिभेट गर्नुहुन्छ, कसरी आफ्नो टिमलाई मेन्टेन गर्नुहुन्छ, कामको प्रति मोटिभेट राख्नुहुन्छ? हेर्नुहोस् सर, मेरो हिसाबमा मोटिभेसन इज टेम्पररी, डिसिप्लिन इज पर्मानेन्ट। ओके है। एन्ड हजुर मोटिभेट भएर बल्ल काम गर्नुहुन्छ भने हजुर काम नगरे पनि पुग्छ। फर्स्ट थिङ काम नगर्दा नि हुन्छ। आफ्नो घर परिवारको परिस्थिति हैन, आफ्नो सर्कल, फ्रेन्ड सर्कलको परिस्थिति हेरेर पनि हैन तपाईले यो फिल गर्न सक्नुहुन्न कि म कति पछाडी छु भने अरु कसैले पनि तपाईलाई मोटिभेट गर्न सक्दैन। 16 वर्षको बच्चाहरू इन्डिया खेलिरहेछन् हैन र, 20-22 वर्षमा नेपाल खेलिरहेछन्, हो कि नै? 5 लाख पपुलेसन भएको देशको गोलकिपरले नाम कमाइहाल्यो एउटा फिफामा हैन। सो हेर्नुस् वर्ल्ड कति फास्ट अगाडि बढ्दैछ हैन। 20-22 वर्षको उमेरमा मान्छेले नयाँ सफ्टवेयर बनाइदिरहेछन्, एआई बनाइदिरहेछन्। सो वर्ल्ड यति फास्ट अगाडि बढिरहेछ, झन् टेक्नोलोजी यति बढिरहेछ अहिले। सो हामी अहिले पनि यही छौँ हैन। फ्यामिलीमा हाम्रो बिहानदेखि बेलुकासम्म पैसाको लागि प्रब्लम भइरहेछ। घरको कोही मान्छे विदेश गएर पैसा कमाइरहेको छ, गाममा पनि बाहिर बसेर काम गर्नु परिरहेको छ हैन। आफ्नो मदर, आफ्नो फादर, आफ्नो ब्रदर, सिस्टर हैन, यो सबैलाई हेरेर पनि तपाईलाई मोटिभेट हुनु भइरहेको छैन भने अरू मान्छेले तपाईलाई मोटिभेट गर्न सक्दैन है। रह्यो कुरा डिसिप्लिन भएर, डिसिप्लिन भनेको निरन्तरता। निरन्तरता भएन भने कुनै पनि काममा हामी सफल हुन सक्दैन। त्यो बिजनेसमा मात्रै होइन, हरेक फिल्डमा डिसिप्लिन चाहिन्छ, राइट? एभ्री फिल्ड सर है। निरन्तरता भयो भने बल्ल हामी काममा अगाडि बढ्न सक्छौँ। सो पहिला त यो कुरा सबैमा, जसलाई पनि यो सिस्टममा, डाइरेक्ट सेलिङ सिस्टममा आएर सफलता पाउनु छ, म त भन्छु जीवनमै सफलता पाउनु छ भने पहिला त तपाईलाई मोटिभेट हुने आवश्यकता नपरोस् के। म तपाईलाई एउटा कुरा भन्छु सर, मेरो लाइफमा 10 वटा प्रब्लम आयो है। ओके। म 10 वटा प्रब्लमबाट अहिले निस्किरहेको छु है। तर पनि जब म यो रुमबाट बाहिर निस्किन्छु हैन, अथवा म भोलि जब काम गर्न निस्किन्छु, म त्यसरी फाइट गर्छु कि मसँग कुनै पनि प्रब्लम छैन। यो माइन्डसेटले काम गरे भने त डेफिनेटली सक्सेस हुन्छ व्यक्ति। सक्सेस त्यसरी बल्ल पाउँछ सर। एन्ड यु मस्ट ह्याभ पेसेन्स। यो पनि बुझ्नु सर एकदम। मैले के भन्छु भने राम्रो दिन पनि धेरै दिन चल्दैन, नराम्रो दिन पनि धेरै दिन चल्दैन। नथिङ इज पर्मानेन्ट इन दिस वर्ल्ड, नथिङ है, राइट? कुनै पनि कुरा पर्मानेन्ट छैन, हो कि नै? एकदम। जसले यो घर बनाएको होला वो आज गइसक्यो, त्यो घर छोराको नाममा आइसक्यो, छोरीको नाममा आइसक्यो, वाइफको नाममा आइसक्यो। सो के ऊ पर्मानेन्ट छ र? छैन। नथिङ इज पर्मानेन्ट। आज राम्रो समय छ र तपाईको खुट्टा जमिनमा छैन भने निश्चित छ कि नराम्रो समय आउँछ। आज नराम्रो समय छ, निरन्तर मेहनत तपाईँ गर्दै जानु भइरह भने यो पनि निश्चित छ कि भोलिको दिनमा गएर राम्रो समय आउँछ हैन। एन्ड जब यो हजुरको माइन्डसेट हुन्छ नि, हेर्नुहोस् पिपलले गसिपको कुरालाई फलो गर्दैनन्। मैले बोलेको कुरा मेरो मान्छेहरूले फलो गर्ने होइन, मैले गरेको कुरालाई फलो गर्ने हो। यो बुझ्नु पर्यो। म तपाईलाई यहाँ केही अरू बोलौँ, बाहिर गएर आफ्नो काममा अरू काम गरौँ भने तपाईलाई लाग्छ कि मेरो पिपलले मलाई फलो गर्छन्? गर्दैन। बिकज एनर्जी फ्लोज। मेरो जे एनर्जी छ थाहा हुन्छ हैन। सो मैले यो माइन्डसेट राखेर निरन्तर मेहनत गरिरहेको छु भने मसँग अगाडि पछाडि आउने मान्छेहरूले पनि ए हो रहेछ, फलाना सरले 2टा मिटिङ गर्नुभएछ, आज 3टा मिटिङ गर्नुभएछ, आज यो सेमिनार पुग्नु भएको छ, आज यो ट्रेनिङ लिन जानु भएको छ, आज यहाँ यो भइरहेछ। सो म पनि गरी भने म पनि सर जस्तो बन्न
सक्छु। सो लिड बाई एक्जाम्पल जस्तो काम गर्न पर्छ। एन्ड लिडर भनेको छ, लिडरमा धेरै क्वालिटिजहरू हुन जरुरी छ। सो त्यो लिडरको क्वालिटिजहरू हामी बिस्तारै सिक्दै जान्छौँ। कोही पनि सिकेर आएको हुँदैन सर, कोही पनि पेटबाट सिकेर आएको छैन, आउँदैन सिकेर पेटबाट, यही हामी बिस्तारै सिक्दै जाने हो।